साथीहरु नमस्ते। लोकसेवा आयोगको शाखा अधिको जुन प्रथम पत्रको इक्जाम दिएर बस्नु भएको थियो त्यसको रिजल्ट आइसकेको छ। यहाँले पक्कै पनि यो नोटिस देखि पनि सक्नु भएको छ लोकसेवाको साइटमा हो। टोटल तपाईको चाहिँ 21008 जनाले जुन फर्म भर्नु भएको थियो हैन र इक्जाम पनि एटेम्प्ट गर्नु भएको थियो। यो मध्ये तपाईको के छ टोटल तपाईको चाहिँ पास भनेको तपाईको चाहिँ 4375 जना चाहिँ पास हुनु भएको छ। जति पनि साथीहरु पास हुनुभयो प्रथम पत्रमा यहाँहरुलाई धेरै धेरै बधाई छ। र अब हुने तपाईको चाहिँ जुन मेन इक्जाम हुनेवाला छ सेकेन्ड चरणको त्यसको लागि तपाईलाई अग्रिम शुभकामना। र तपाईहरुको अब यो दोस्रो चरणको इक्जाम कहिले हुन्छ त भन्ने कुरामा चाहिँ त्यसको पनि तपाईको चाहिँ लोकसेवा आयोगले त्यसको पनि सूचना निकालिसकेको छ। र सँगसँगै जो साथीहरु परराष्ट्रको तयारी गर्दै हुन्थ्यो तपाईहरुको जुन इक्जाम होल्ड भएको थियो तपाईहरुको पनि नोटिस आइसकेको छ। तपाईको प्रथम पत्रको फर्स्ट पेपरको इक्जाम चाहिँ तपाईको कहिले हुन्छ त भन्दा जेठको 10 गते हुँदैछ है। तपाईहरुको जेठको 10 गते प्रथम पत्रको इक्जाम हुन्छ र सँगसँगै त्यो समयभित्रै हैन जेठ महिनामै तपाईको रिजल्ट आउला पनि र तपाईहरुको चाहिँ फेरि जुन तपाईहरुले पढ्न पर्ने जुन वा इक्जाम दिन पर्ने जुन सेकेन्ड चरणको इक्जाम छ त्यो तपाईको के त भन्दा दोस्रो पत्र असारको 24 गते अनि तेस्रो पत्र 25 गते यतापटि चतुर्थ पत्र प्रशासन संघीय संसद र लेखा परीक्षण सेवाको लागि तपाईको चाहिँ 26 गते अनि परराष्ट्र सेवाको लागि चाहिँ इंग्लिश पेपर हैन अंग्रेजी भाषाको एक्स्ट्रा पेपर 1 चाहिँ 27 गते र परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध एक्स्ट्रा पेपर तपाईको 2 चाहिँ तपाईको चाहिँ 28 गते असारको 28 गते हुने तपाईको चाहिँ यो जानकारी तपाईले चाहिँ यो भिडियो मार्फत तपाईले पाउन सक्नुहुन्छ। र तपाईहरुको यदि तपाईहरु सेकेन्ड चरणको तयारी गर्न चाहनुहुन्छ अलि तपाईको चाहिँ तयारी राम्रोसँग भइरहेको छैन तपाईहरु डराइरहनु भएको छ भने तपाईको यो प्रब्लमलाई सल्भ गर्ने उद्देश्यले एडुसफ एकाडेमीले यहाँहरुमा लेखनशीलको ब्रह्मास्त्र क्लास सुरु गर्न गइरहेको छ। त्यो पनि इंग्लिश मिडियमको लागि। यदि तपाईहरु इंग्लिश मिडियममा तयारी गर्न चाहनुहुन्छ र आफ्नो राइटिङ स्किललाई चाहिँ इन्हान्स गरेर एक्जाममा अरु भन्दा बेटर तपाईले चाहिँ परफर्म गर्न चाहनुहुन्छ भने तपाईहरु यो कोर्समा जोइन हुन सक्नुहुन्छ। हामी यो कोर्समा तपाईलाई 30 डेज क्लासेसमा मोर देन 300 क्वेशन्स तपाईलाई चाहिँ हामी प्र्याक्टिस गर्छौं। जुन क्वेशन चाहिँ पास्ट इयरमा सोधेका र एक्जाममा सोधिन सक्ने प्रश्नहरु हुन्छन् त्यसलाई हामी सेक्सन वाइज तपाईलाई चाहिँ हामी कभर गराउँछौं र सिट एकदम लिमिटेड छ साथीहरु। तपाईहरु चाहिँ यो कोर्समा तपाईहरु जोइन हुनुभयो भने तपाईहरु चाहिँ हामीबाट तपाईले के सेवा सुविधा पाउनुहुन्छ भन्दा एउटा लाइभ इन्टरेक्सन क्लास हुन्छ जहाँ तपाईहरुलाई चाहिँ हामी क्वेशन प्रोवाइड गर्छौं। यसरी नै क्वेशन तपाईले पाउनुहुन्छ। यो क्वेशनको चाहिँ हामी बेलुका तपाईलाई चाहिँ हामी सोलुसन प्रोवाइड गर्छौं जहाँ हाम्रा विषय विज्ञ सरहरु लाइभ आउँछ तपाईहरुसँग तपाईले लेख्नु भएको एन्सरमा के कमी छ त्यसलाई सरले चाहिँ तपाईले चाहिँ लाइभ फिडब्याक दिदै र लोकसेवाको फर्ममा हामी कसरी लेख्नु पर्छ हैन त्यो पनि तपाईले चाहिँ हाम्रो सरहरुले तपाईलाई चाहिँ क्लासमा नै गाइड गर्नुहुन्छ। सो यसरी तपाईलाई चाहिँ डेली क्वेशन आउँछ र बेलुका यसको एन्सर हामी तपाईलाई चाहिँ लाइभ क्लासमा चाहिँ हामी गराउँछौं। सो यहाँ दिएको यो जुम आईडी पासवर्ड तपाईले चाहिँ प्रयोग गरेर हामीसँग चाहिँ यही डेमो क्लासहरु लिन सक्नुहुन्छ। तपाईहरु हामीसँग जोडिनु होला। यहाँ जुम आईडी पासवर्ड दिएको छ। यो जुम आईडी पासवर्ड सेभ गरेर राख्नु होला। ठीक छ। यसलाई स्क्रिनशट पनि लिन सक्नुहुन्छ र भोलिबाट हुने हाम्रो रेगुलर जुन बेलुका 8 बजे हैन यो क्लास हुँदैछ त्यसको लागि तपाईहरु चाहिँ हामीसँग चाहिँ यो जुम आईडी र पासवर्ड प्रयोग गर्दा तपाईहरु चाहिँ हामीसँग जोडिनु होला। र यो कोर्समा इनरोल भइसकेपछि तपाईले चाहिँ हाम्रो लाइभ इन्टरेक्टिभ क्लास सबै लाइभ क्लासको ब्याकअप भिडियो र पीडीएफ नोट्स पनि पाउनुहुन्छ जुन क्वेशन एन्सर बेसमा रहन्छ। र सँगसँगै जो साथीहरु यो ब्रह्मास्त्र क्लास जोइन गर्नुहुन्छ तपाईहरुलाई केही हैन कुनै टपिकमा कुनै च्याप्टरमा तपाईलाई प्रब्लम हुन सक्छ। सो तपाईको पढाइ राम्रो होस् र तपाईहरु चाहिँ राम्रोसँग पढेर चाहिँ नाम निकाल्नुस् भन्ने उद्देश्यले हामीसँग जुन अहिले जुन हामीले लाइभ क्लास गरेका थियौं त्यसको कम्प्लिट ब्याकअप क्लास तपाईले बोनस क्लासको रूपमा पाउनुहुन्छ। ब्याकअप भिडियो र तपाईले चाहिँ ई बुक पनि पाउनुहुन्छ जुन चाहिँ हामीले टपिक वाइज जुन कन्साइज जुन नोट्स बनाएका थियौं त्यो पनि तपाईले चाहिँ हामीसँग प्राप्त गर्न सक्नुहुन्छ। यो सबै सेवा सुविधा हामी जस्ट एउटा नोमिनल फीमा हामी तपाईलाई चाहिँ यो कोर्स प्रोवाइड गर्न गइरहेका छौं। त्यसको लागि तपाईहरु चाहिँ हामीसँग चाहिँ आजै एडुसफमा तपाईले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। नभए यहाँ दिएको नम्बरमा तपाईले चाहिँ WhatsApp मा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। साथै तपाईहरु केही रेगुलर डेमो क्लास पनि हेर्न चाहनुहुन्छ भने हजुरले आजै एडुसफ एकाडेमीको एप डाउनलोड गरेर साइन अप गर्नु होला। र साइन अप गरिसकेपछि तपाईहरु लोकसेवा सेक्सन भित्र गएर यो शाखा दिदको फ्री डेमो क्लास हेरेर तपाई जोइन गर्नुस्। यहाँ हामी हरेक दिन हुने लाइभ क्लासको तपाईलाई हामी लिंक प्रोवाइड गर्छौं र यो लिंकको थ्रु पनि तपाईहरु चाहिँ हामीसँग चाहिँ डेली तपाईहरु अपडेट पनि हुनुहुन्छ। तपाईलाई नोटिफिकेसन आउँछ हो मेसेज पनि आउँछ। त्यसकै मेसेजको आधारमा तपाईहरु चाहिँ हामीसँग चाहिँ फेरि लाइभ क्लासमा जोइन हुन सक्नुहुन्छ र त्यहाँ तपाईहरु चाहिँ हाम्रो सरहरुसँग लाइभ इन्टरेक्सन गर्दै आफ्नो कमी कमजोरीलाई हटाउँदै र कसरी तपाईले जानेका हैन तपाईले चाहिँ गेन गर्नु भएको नलेजलाई लोकसेवाको फर्मेटमा कसरी तपाईले चाहिँ प्रस्तुतिकरण गर्ने त्यो पनि तपाईलाई हामी चाहिँ रेगुलर क्लासमा
फरक फरक फ्याकल्टीबाट उहाँहरूको डिफ्रेन्ट जुन राइटिङ टेक्निकहरू छन् ती टेक्निकहरू तपाईँलाई चाहिँ हामी सेयर गर्नेछौँ। सो तपाईँहरू आजै यी नम्बरहरूमा तपाईँले चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ, वाट्सएप पनि गर्न सक्नुहुन्छ। साथै यो भिडियोको डिस्क्रिप्सनमा हजुरले चाहिँ यो फर्मको लिङ्क पनि देख्न सक्नुहुन्छ, साथै वाट्सएप कम्युनिटीको लिङ्क पनि देख्न सक्नुहुन्छ, जहाँ तपाईँलाई हामी रेगुलर क्वेसन्स पनि प्रोभाइड गर्छौँ र समटाइम्स तपाईँलाई हामीले लिङ्क पनि प्रोभाइड गर्छौँ। त्यहाँ तपाईँ जोइन हुनुभयो भने तपाईँलाई चाहिँ रेगुलर यो क्लासको बारेमा तपाईँलाई चाहिँ अपडेट पनि आउनेछ। आशा छ तपाईँलाई पक्कै पनि यो भिडियोबाट केही न केही तपाईँले इन्फर्मेसन प्राप्त गर्नुभयो र यहाँहरूले यो भिडियोलाई आफ्नो साथीहरूमाझ पनि सेयर गर्नुहुनेछ भन्ने अपेक्षाका साथ म आजको यो भिडियोबाट बिदा हुन चाहन्छु। हस्त नमस्ते।